साथीहरु आज चाहिँ हामी मिक्लाजुङ घुम्दै छौं। मिक्लाजुङको कुइन्टार भन्ने ठाउँमा एकदमै रमणीय ठाउँ छ नि। आज चाहिँ हामी आमा नाति नातिना सबैजना घुम्न गएका छौं। मन्दिर पनि छ, फोटोसोटो खिच्यौं मन्दिरमा। त्यसपछि हामी गयौं माथि भ्यू पोइन्टतिर। माथि छ भ्यू पोइन्ट। यस्तो रमणीय ठाउँ छ, घुम्नलाई रमाइलो छ। मिक्लाजुङ कुइन्टार मधुमलादेखि मासेर पर्छ। यो फोटो खिच्यो, नानीहरु असाध्यै खुसी थिए। हामी त्यसपछि माथि भुइँपुङतिर गयौं। एकदमै रमाइलो ठाउँ घुम्नलाई कुइन्टार। अहिले यस्तो बिजुलीहरु लाएर झन् आकाश रमणीय भएको छ। सुनमा सुगन्ध थप्पे जस्तो भइरहेछ। यसरी मान्छेहरु रातिको समय पनि घुम्न आउन मिल्छ। यो ठाउँमा चाहिँ रमाइलो छ। टिकटक बनाउनेहरु, रिल बनाउनेहरुले एकदमै मन पराउने ठाउँ हो। दमककुलादेखि नजिकै हो यो। एकदमै रमाइलो ठाउँ छ। हावा सरर चल्छ। रमाइलो ठाउँ आज घुमियो आइयो। एकदमै रमाइलो भयो आजको दिन।